गुड मर्निङ, नमस्ते। आज हामी अलिकति यहाँ एक्सर्साइज गर्ने है। बाहिर जानलाई पानी परिरहेछ, घरभित्रै एक्सर्साइज गर्ने। र बुढोको चाहिँ यो अलिकति पेट छ, यो पेटलाई अलिकति घटाउने, पेटको लागि हात माथि गर्नु, माथि माथि हेर्नु, यसरी यस्तो तन्काउनु, यो तन्काउनु, यो पेट तन्काउनु, यस्तो गर्नु। सास तान्नु, तल ल्याउनु, आरामले तल ल्याउनु, बिचमा यस्तो तन्काउनु, यसको लागि तन्काउनु। अब तल लानु, तल खुट्टा छोड्नु, खुट्टा यस्तो भुइँ भुइँ भुइँ। यस, फेरि आउनु बिचमा, फेरि तान्नु, फेरि माथि सास लिनु। हो त्यो यसको लागि चाहिँ हुँदैछ, तन्काउने हो। 3 पल्ट 1 2 3 1 2 3 गर्नु, पेट तान्नु। यो चाहिँ पेटको लागि है साथी हो, यो पेटको लागि, यसको लागि। बस अब यता 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 हेर्नु। अरे जिउ नफर्काउनु न, जिउ सिधा यता यस्तो गर्नु, यस्तो यो 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 यस्तो यता घुमाउनु। 1 2 3 1 2 3 यस्तो गर्ने हो। त्यसरी यो तन्काउने, मुख नफर्काउनु, मुख यतै राख्नु न, ठ्याप्पै जोड्नु यस्तो नि। यो तन्काउने हो। बस डेली हो त्यस्तो गर्ने, न्युरिने, तल बस्नु। अब यस्तो तेर्सो बस्नु, खुट्टा लामो गर्नु, लामो सिधा सिधा खुट्टा यस्तो 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 समाउनु। ए यो उठाउने होइन, यो तन्काउने हो। कहाँबाट गर्ने? यस्तो उठाउनु माथि। 1 2 3 1 2 3 यो नउठाउनु, यो सिधा गर्ने हो। यसरी यहाँसम्म छुनु, यहाँ यस्तो गर्ने, यसलाई तन्काउनु, यसलाई यस्तो। सिधा गर्नु खुट्टा भनेको त यसो गरिरहेको। यस्तो छ मेरो बुढोले एक्सर्साइज गर्नु मुस्किल।